नमस्कार साथीहरू, नमस्कार। अनि नेपालमा अहिले एकदमै चुनावको माहौल छ एकदमै होइन, एकदमै जताततै नेपालभरि नै होइन एकदमै घन्टीमय र घन्टीमय नै भइरहेछ अहिले एकदमै नेपालमा होइन। पुरा चुनावको माहौल एकदमै तात्तिरहेछ होइन। अब फागुन 21मा चुनाव पर्ने पनि कुरा सुनिरहेको छु। अनि फागुन 21को चुनावमा चाहिँ अहिले नेपालमा पुरै चुनावको माहौल एकदमै गडबडाइरहेछ र एकदमै गरम भइरहेछ होइन, एकदमै तात्तिरहेछ। र यसपालि चाहिँ नि नयाँ होइन एकदमै खतरै होला जस्तो छ। र जताततैबाट नयाँ राम्रा मान्छेहरू चाहिँ चुनावमा हुर्किएका देखिएका छन्। र हाम्रो सिन्धुलीतिर चाहिँ के छ त नि, यसो हाम्रो सिन्धुलीतिर चाहिँ सधैँ त्यही पुरानै पार्टी, त्यही माओवादी नै, सधैँ त्यही माओवादी नै हो कि अब नयाँले यसो चान्स पाउने हो र नयाँलाई यसो चान्स दिने हो साथीहरू। अब हामीलाई त्यस्तो, मलाई त्यति साह्रो त थाहा छैन होइन। अब यस्तो फेरि अब थोरै बोल्यो भने के होला कि होइन, त्यति साह्रो त थाहा छैन साथीहरू मलाई होइन, त्यस्तो विषयको कुराहरू होइन। अब हुनु त मेरो कुरा कसले चाहिँ सुन्छ र कसले नै हेर्छ र यो कुरा, त्यही पनि यसो मेरो चाहिँ 2-4 शब्द होइन हजुरहरू मार्फत राखेको मात्र हो है। सो हामी अब साना एउटा साधारण जनताले चाहने भनेको अब गाउँमा बस्ने एउटा मान्छेलाई राम्रोसँग सिँचाइ चाहियो, राम्रोसँग पानी चाहियो, राम्रोसँग बत्तीहरू चाहियो, बाटोघाटो राम्रो होस्, अब भनेको बेलामा अब चाहिएको बेलामा त्यो सामान टाइममा आइदियोस्, त्यही भन्ने चाहने हो होइन एउटा साधारण जनताले। र हाम्रो गाउँतिरहरू चाहिँ के देखिन्छ भने जोसँग अलिकति पावर छ, उसँग अलि धनी मानी हुन्छ नि, उनीहरूकै पक्षमा मेरो पार्टी र तेरो पार्टी भन्छन्। उनीहरूले फकाइ फुक्लाई गर्छन् एउटा सोझा सादा मान्छेहरूलाई। अनि फाइदा उनीहरूलाई नै हुने हो, उनीहरूकै काम परिरहेको हुन्छ नि, अफिसरी काम उनीहरूकै। अनि यो मान्छेलाई हातमा लियो भने त भोलि मलाई फाइदा हुन्छ, यस्तो भन्ने तरिकाले नि गरिरहेको हुन्छ। हामी त सोझो त युज भइदिने हो। अनि यो गरिदिएको छु, यहाँ बाटोमा पानी ल्याइदिएको छु, बाटो मैले यो बनाएँ, त्यो त्यसको कामै त्यसले बनाएको हो र त्यसको खल्तीको पैसा हालेर त पक्कै बनाउँदैन। राज्यको पैसा जाने हो त्यहाँ, कसैको पैसा हालेर नि बनाएको होइन, त्यो राज्यको पैसा हो र राज्यले बनाएको हो। त्यो मैले बनाएको, तैँले बनाएको भने उसले त्यो गर्नुपर्ने नै हो। र उसकै पक्षले बनाएको भएको उसको पैसाले बनाएको हुन्छ त होइन र साथीहरू। अनि त्यही गर्छन् नेपालमा होइन, त्यो साना जस्ता अलिकति यसमा भोट हाल्नुपर्छ है भन्छ। अनि यसो मासु 2-4 खुवाउँछन्, यसो चुनाव आवेला यताउता गरिदिन्छन्। यसले त यो गरिदिएको थियो भन्छन्, त्यो गर्दैछन् भन्छन्। उनीहरूलाई फाइदा हुन्छन् जुन ठुला अलिकति हुने खाने जस्ताहरूको होइन, उनीहरूलाई चाहिँ भन्छन् क्या अरे तिनीहरूले, तेरो गाउँ चाहिँ, तिम्रो गाउँको जिम्मा चाहिँ तिमीलाई भन्यो, तिम्रो गाउँको जिम्मा चाहिँ तिमीलाई भन्यो, यस्तै गरेछ। र यसपालि चाहिँ नयाँलाई होइन चान्स दिनुहोस् होइन। सिन्धुलीमा पनि नयाँ घन्टी आएको छ अहिले होइन, घन्टीको नयाँ आएछ। उहाँको कुराहरू सुन्ने, उहाँको कुराहरू ठिक छ, एकदमै कानुन र एकदमै सुधार छु भनेको छ उहाँले। कुनै पनि म गाउँ बनाउँछु भनेको छैन, नेपाल बनाउँछु, समग्र नेपाल बनाउँछु र एउटा सिस्टममा जानुपर्छ भनेको छ र त्यही गर्नु भन्न चाहन्छु। अब मलाई त्यस्तो साह्रो त आउँदैन। अब हामी जस्तो मैले बोलेको कसले नै सुन्छ र होइन, तैपनि एउटा मेरो विचार राखिदिएकै हजुरहरूलाई के कस्तो लाग्छ यसो भनिदिनु होला, कमेन्ट गर्नु होला, यसो कमेन्ट ठोक्नु होला। राम्रो लाग्छ भने राम्रो लाग्छ भन्नु होला। अब कति कुराहरू गल्ती पनि बोले होला एकदमै होइन, जे लाग्छ त्यही भन्ने होला है त साथीहरू।